नयाँ सालमा एउटा गाडी किनेको थिएँ, अब चलाउनु पर्यो भनेर चढेको। के हुन्छ हेरौँ है। खत्तम बनाएछ ला, दुश्मनले त यस्तो त नगर्नु नि। खत्तम बनाइदिएछ त मेरो नयाँ गाडी त हो, परम झ्याप बनाइदिएछ त यी। लो परमेश्वरा, कता हो यता हावाई हाइलुङ भयो त। अनि नयाँ गाडी किनेको त हो महादिगदारी। नयाँ सालबाट चलाउँ है, काममा जाउँ है भनेको त। हे प्रभु, दुश्मन पनि यस्तो चाहिँ नहोस् है, हेरेको हेरै चाहिँ। नयाँ गाडी किनेको त हरन हेर्न सक्नुहुन्छ, यहाँ 35वटा हरन बज्छ। यो गोरी तेरा गाउँ बडा प्यारा मै त गयो मारा भन्ने गाना बज्छ यो हरन त। त्यस्तो दामी पो थियो त मैले लगाएर राखेको। लो जा, खत्तम बिजोक हरि बिजोक बनाएछ। लु हावाई हाइलङ पो बनाइदिएछ त। यता त छैन त केही पनि होइन हौ। दुश्मनले पनि यस्तो त नगर्नु नि हौ। दुर्गेशले पो भनेको जस्तो दुश्मन हेरेको हेरै म पो हेरेको हेरे भयो त। अनि यहाँ त यी लो डाइरेक्ट आउट कन्ट्री पो आइपुग्यो त हौ नयाँ गाडीमा त। अनि स्टार्ट पो गरौँ भनेर आएको त, त्यसका बाजेको कुन चाहिँले पाल पार्दैछ नि यहाँबाट यस्तो ढुङ्गा हानेर। खत्तम पाल। ओह, ढुङ्गा पनि त्यहीँ परेछ त तलतिर हो। खत्तम पाल पारेर छैन नि हौ जिन्दगीमा। वाइफार कहाँ गयो यहाँको, यस्तो सुइक 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 परम झ्याप पार्दैछ। पार्नु पनि मान्छे यस्तो लदर त नहुनु नि हौ। ब्याट्री सेट्री बि चोरी गरेछ, सिसा फुटाएछ। कहानी त खत्तम। गियर लिभरको टोप्रै छैन। गरी खानु दिँदैन मान्छेले। अलिकति हुने खाने भयो भने खुट्टा तान्नु आउँछ भन्थ्यो नि, हो रहेछ। आज आएर मैले बुझेँ। रिबन पनि खोलेकै छैन नि उही नयाँ गाडी हो नि, रिबनसँगै छ। खुट्टा तान्नेले पो बिगार त मलाई त।